अरे के बारे छ त गाइडहरु हजुरलाई थाहा छैन होला कि म कहाँदेखि कहाँ पुगिरहेको छु नि बुबु कहाँ बनाम हामी नेट चढ्न लाग्छौँ हो नेट नेटमा हामीले हेर्छौँ कि बुबुको ब्लगमा कति डेढो लागिसकेको छैन भनेर र हामी गइरहेका छौँ हामी कोतुलबारको भ्यू पनि हेर्न सक्छौँ म यस्तो देखाइदिएको छु ए कानाची ढल्के जोबन तिम्रै नाममा त्यहाँ पछि फुबु हुन्छ प्राञ्जल भनिरहेको मैले कच्छ ब्लग त बनाउनु छ त यो फुबुलाई म यो क्यामेरा मैले भागिदिन्छु म बनाउँछु हाई गाइज हाम्रो गाउँमा चाहिँ नेट खास राम्रोसँग चल्दैन होइन अनि त्यसपछि मैले यसलाई लगेर मेरो यो भरेर लगेर होइन मैले नेट चलाउन गइरहेको छु किनभने हाम्रो यसको अनलाइनमा के छ ए अनलाइनमा हाम्रो एउटा काम छ त्यो चाहिँ डेली 6 दिन चाहिँ सब्मिट गरेर राख्नुपर्छ क्वेसनहरू एन्सरको त्यो दिएर त्यही भएर आज चाहिँ योसँग जान जानु भएको छ तँलाई तातो भइरहेछ नि नौतङ्गी गर्मी भइरहेछ नि यहाँ यस्तो जाडो भइरहेछ त्यसलाई के थाहा नौतङ्गी गर्छ ओ हामी पुलदेखि जाने कि कहाँदेखि जाने भन्न एकदम राम्रो ठाउँदेखि भन्नु सानो पुल यहाँ त पहिरो गएर यस्तो छ गाई हेर्नुहोस् यस्तो गाई यस्तो छ त घर जान्छस् हामीसँग जान्छस् कि हामीसँग जान्छस् कि कोसँग जान्छस् बाबु मसँग जान्छस् मसँग ओके रमाइलो गर्नुपर्छ फु भरे यहाँ मिलेर गाडीमा अनि त्यसपछि त्यहाँदेखि त अनि बाइकमा लिन आउँछु त भन्नुभएको छ नि थर्पुदेखि 3-4 दिनपछि यहाँ रमाइलो गर्नुपर्छ बाजे बजे के अरे प्रोजेक्ट गर्नु पाउँदैन के छ तैँले के गर्नु थियो त्यसमा अन्त ल होमवर्क गर्ने भन्छस् अनि होमवर्क गर्ने भनेको छस् अनि त्यसपछि अनि कपी नलिएर आएको छस् बुक माथि लिएर आउनुहुन्छ साँच्ची मेरो भएर त लास्टै हेन्सम छ त हेर्दै यत्रो ठुलो भइसक्यो यस्तो हेन्सम छ मेरो भएर यस्तो हेन्सम छ मेरो भएर यस्तो हेन्सम छ हेन्सम के 1 2 3 भन्न हेन्सम के 1 2 3 भन्न हेन्सम बोय 1 2 3 जाम न मेन दिदीको जाम न ल सानदेखि जाम सानदेखि तपाईँले हाम्रो ला पुसा कराते खेलेको मान्छे हो यो ओइ ल त्यसको त पातलो त त्यहाँदेखि बाहिर गयो भने त हुन्छ नि हेर्नु यहाँदेखि हामी यहाँमा पौडी खेल्छौँ यो खोलामा यो खोलामा मेरो मोबाइल खर्च 3-4 लाखको यति चकचक गर्छ नि यो मान्छे अला भन्नुहोस् के हो अरे यो के गर्ने ठाउँ हो अरे रेस्ट गर्ने ठाउँ हो बिसाउन हो मेरो भएर सब कुरा थाहा छ बिसाउन नि भन्छ अरे ल आज चाहिँ यो पहिला यस्तो सानो बच्चा थियो अहिले त म भन्दा पनि ठुलो भइसक्यो अनि मेरो आमाले के भन्नुहुन्छ भन्दाखेरि यो त ठुलो भइसक्यो अरे अब अर्को साल त बिहे गर्छ भन्नु भएको छ अर्को चाहिँ भरे बुहारी नै ल्याउँछ कि मैले बिहे नगर्दा यसले गर्छ क्या बिहे छिट्टै के मेरो खुट्टा नै रातो भइसक्यो टावरमा जानेन के छ प्रियङ्काको हालखबर के छ त अनि भन्न प्रियङ्काको हालखबर कस्तो भन्न साथी हो क्या साथी हो साथी भन्दा माथि त होइन नि होइन साथी होइन के साँच्चै होइन
होइन साँच्ची हो होइन ल ल अब अर्को चाहिँ अनि के छैन र अस्ति प्रियङ्काको त अर्को भयो त प्रियङ्का तँलाई हेरेन होला यिनीहरू भएर यस्तो हेन्सम छ म यस्तो हेन्सम मान्छेको देखेकै छैन होइन के प्रियङ्कालाई अरूले मन पराउँछ मैले हेरेको हो प्रियङ्काले कसले मन पर्छ भन्दा नाम भन्दा को त्यो मन पर्ने मान्छे को प्रियङ्कालाई प्रियङ्का पनि टपर त्यो पनि टपर प्रियङ्का त जिताउँछ अनि कति जानु छिटो तँ पढ्न त कस्तो चकचक मात्रै गरेर त हो प्रियङ्का लास्ट त रहेछ है अनि त कुन कतिमा आउँछ टप 10 मा त आउँछस् ल नि टप 10 ल अर्को चाहिँ अर्को चाहिँ टप 10 मा आउनुपर्छ ल म कति भन्छु मलाई पनि थाहा भएन किताबमा देखाउँदैन देखाउँदैन किन देखाउँदैन त्यस्तो गर्नु भएन नि यो चाहिँ मार्क्सको कमाल होइन प्र्याक्टिकलको कमाल हो आजकल प्र्याक्टिकल हुन्छ ल प्र्याक्टिकलमा के गर्छ तिमीहरूले अब प्र्याक्टिकलमा के गर्नु त्यही प्रोजेक्ट कोड गर्ने हुन्छ त्यसले मार्क्स पाउँछ डिसिप्लिन तँलाई कतिको लाग्छ म डिसिप्लिन छु होला जस्तो लाग्छ डिसिप्लिन कतिको छु होला जस्तो लाग्छ डिसिप्लिनको नाममा तपाईँ धब्बा जसको बोलेको हुन्छ गेर हाँस्ने बिना तालमा के हाँस बुवाले पनि हाँसिरहेको छ तँलाई मैले भनेको त आफूलाई भने तपाईँलाई भने मैले मैले तँलाई भने यसले मलाई जज गरिरहेको छ भने मैले तँलाई भने तँलाई म सधैँ दिदी डिसिप्लिन त छैनस् कि मलाई थाहा छ डिसिप्लिन छैनस् त्यो त नि यहाँ वाइफाई छ ऊ हामी त्यो बाटोको दादामा जाने माथि त मामा चाउँछ कहाँको दादामा त डिसिप्लिन छैनस् कि ऊ पारि जाने कहाँ जाने के पारि के सुरबाङ जाने न को जान्छ सुरबाङमा खुट्टा दुख्छ गाउँघर यस्तो रमाइलो हुन्छ गाउँघरमा यस्तो गर्ने जाँदैन भएको छैन अरे मेरोबाट यस्तो ह्यान्डसम चाहिँ केटीले कस्तो पताउँदैन अरे के यस्तो सबलाई दिदी बनाउँछु नि तैँले त मदेखि न म सबलाई दाइ भाइ भन्न चाहिँ तैँले म सधैँ त रक्षाबन्धनमा कति धेरै भयो यो चुटीको हातमा कति धेरै भयो डोरीहरू तपाईँ भाइ किन सबैले साथी किन बनाउनु खोज्दैन किन दाइ दिदी मात्रै बनाउँछन् मुड नै छैन क्या हो अब हेर्दाखेरि तैँले कसलाई मन पराउँछ पराउँदैछ भन् न मन त पर्छ नि भन् न भदर फुपूको कुरा साह्रै सिक्रेट हुन्छ कि बुझिस् नि भन् न कसलाई मन पर्छ मन पर्दैनस् अलिकति यो मान्छे जस्तै राम्रो छ है भन्ने जस्तो लाग्छ किन भन्ने एउटा भन् न कोही छैनन् सब काली छन् हो कोही राम्रो छैनन् प्रियङ्का कस्तो कालो छ कि सेतो छ त्यो त भाइ प्रियङ्का चोपडा हो ओहो हेर्नुहोस् त म भेडा हेर्दैन कि म मेरो हेन्सम भरेर मात्रै हेर्छु मेरोबाट हेन्सम छ हेर्नुहोस् कति क्युट कति राम्रो छ तर के गर्ने कोही सबै केटीहरू दाइ भाइ बनाइसकेपछि काम नभएपछि के गर्ने होइन त मेरो हात किन चिसो छ कसको मेरो म यस्तो कुल मान्छे हो नि थाहा छ नि म चाहिँ हट मान्छे फेरि त हट मान्छे बित्तिकै एउटा मान्छेको कारण थाहा छ मैले एक बक्सिङ मैले एउटा केटाको मुख कालो लाग्छ नसक् न हो कि लाग्छ त फाइट खेल्छस् होइन तर म त्यो उठ्छ नि अस्ति मलाई पनि ठुलो छ नि अहिले त पार्टी स्काइसम्म केही भएन अनि के भन्नु पछि त हान्छ ढल त फेरि हान्छ अनि तँलाई धकाल्यो के रिन्छु म त हुँदैन नस्के कुदिन्छु होइन नि अनि फेरि के हतार भन्यो नि म अहिले त नि रिस उठ्यो नि सम्मान त हुनु थिएन अब अनि नि गएँ भन्यो नि हात चाहिँ पुग्थेन पनि यस्तरी खुट्टा माथि गरी यस्तरी हात चाहिँ पुग्थ्यो नि त्योभन्दा मैले गयो यस्तो गरेर कस्तो यसो रोक कस्तो हान्दा खुट्टा कस्तो गरेछ भने
सायद ट्युसन क्लास पढ्न आज त कालो दाग बसेर आउँछ हो अनि तिमीलाई म्यामले के गर्नु भएन म्याम त हेर्ने भयो हेर्नु भयो हेर्नु भएन अनि तैँले देखाइदिएछ होइन सुकेको जिउमा लुकेको पावर भनेर नि ओके मेरो भजनले खतरा रहेछ है अरू यसो भन्न त्यो 5 क्लासमा पढ्छ होइन मोटे के त 6मा जे भयो नि त सिनियर होस् नि त त मेरो भाइ होस् दाइले रेस्पेक्ट गर्दैनस् भनेर भन्नुपर्छ नि त भन्छन् खुब त्यता युकेजी पनि यस्तो आउँछन् मान्छे हो अनि त्यता पाकामा त तपाईँ यता भाइ छ भयो अनमोल भन्ने अनमोल पोखरेल भन्ने त्यो अब प्राञ्जल दाई भन्छ त्यो जसले दाई भन्छ जसले राम्रो आन्छ त्यसलाई राम्रो भन्नुपर्छ तर हान्यो पहिला हान्दिस् मजाले मैले मजाले हान्छु अनि पछि के भन्छ दाई दाई भन्छ दाइदैन पस्तो आऊ हामी यहाँ नेट खोज्दै जाँदै आफूको सोसलमा के काम छ अरे अलिक सोसल हो कि यहाँ डक्टर पढ्दै हुनुहुन्छ डक्टर बन्नु भइसकेको छ त्यहाँको बारेमा यहाँले क्वेसन के लेख्नुपर्छ अरे अनि हामी यहाँ आफ्नो ब्लग सेयर हामी जाँदैछौँ माथितिर हेर्न सकिन्छ हामी त्यो जानु पर्ने छ थकाइ लाग्दो तर हामी यहाँदेखि यत्रो यहाँसम्म आउँदाखेरि हाम्रो यो मेहनतलाई तपाईँलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अनि लाइक सब्सक्राइब गर्नु होला यहाँदेखि त्यहाँदेखि हिँड्दा हामी यहाँसम्म पुगेको छौँ यो सबै हजुरको साथले हो हजुरको साथ छ भने हामी अझै माथि पुग्न लाग्छौँ म कति थाकेको छु फेरि आइसकेको छ आफ्नो भिडियोमा र हामी नेट खोज्दै जाँदै हाम्रो फुपू थकाइ मार्दै थकाइ बजाउँदै र म पनि थकाइ बजाउँदै अगाडि जाँदै म धेरै थाकिएको छु यत्रो यहाँसम्म हामी आइसकेका छौँ र साथीहरूलाई हाम्रो भिडियोसँग हाम्रो भ्यू देखाउनेछौँ लिएर म थाकेको छु अब नेट खोज्नु छ अरे फुबुल त्यसैलाई यहीँ हाम्रो सिनकट के अरे मलाई यो कुरा चाहिँ लास्टै सुन्न मन लाग्यो होइन भन्छ एकछिन भन्छ यो कुरा चाहिँ लास्टै मलाई सुन्न मन लाग्यो एकछिन भन्न स्कुलमा नि वालको छेउमा त पाइन्छ छैन अब अनि नि साथीहरूतिर नि के राति आफूले उठाउँदाखेरि उठ्छु नि पिता खान जान्छु नि मैले त उठाउँदाखेरि पनि झरिजान सुतेमा देखिरहेको मलाई त नि सुत्थेँ कि मलाई डर लाग्छ म जानु होला अनि मैले त रिस उठेर भुट नसुत भनेर गइदियो म त चल्दैन पखाल लाग्यो कि पिसाब लाग्यो के खाँदैछ त्यस्तो रात्र पिसाब लाग्यो तँलाई यस्तो अतार नि त्यही भएर अनि त्यस्तो गरेर साथीलाई के गर्न मन लाग्छ अरे बक्सिङ हाने कस्तो हार्न मन लाग्यो यता हेर्दा भन्नु त साथीहरू के छ अरे होस्टेलमा स्कुलमा ए स्कुलमा के छ अरे डन छन् त छैनस् नि तिमी कस्तो डन भनिस् त अहिले तेरो साथीहरूलाई कसो डन भनिस् तेरो साथीहरूलाई जो जिस्किन्छ त्यहाँ प्याट पिन्दिन्छ पिटिदिन्छन् अनि कति क्लाससम्म त्यो साथीहरू छन् मेरो अब जो मिल्छ म त्यहाँ साथी बनाउँछु हो जो मिल्छ म त साथी बनाउँछु अनि त्यो डनवाला साथीहरू हुँदाखेरि तिनीहरू होस्टेलमा बस्छन् कि बस्दैनन् होस्टेलमा बस्छन् कि बस्दैनन् यता बस्दैनन् ए नत्र त पिसाब फ्यान टाइममा उठ्यो होला नि त है चिन्ता उठ्यो होला नि त के लाग्छ त्यो डन साथी भुटलाई नै मारिदिनु सक्छ लाग्छ खै